राधे राधे हजुरहरु सबैमा है। मलाई चाहिँ है कस्तो भन्देखि यो वेदिका बहिनी क्या पहिले जब मैले उहाँलाई देखेँ हैन उहाँको कुराहरु सुने है अनि मलाई उहाँ त्यो बहिनी चाहिँ एकदमै मन पर्यो क्या एकदमै राम्रो लाग्यो। उहाँहरुले चाहिँ जुन विषयमा कुरा उठाउनु भएको थियो एकदमै राम्रो कुरालाई उठाउनु भएको थियो हैन। तर वेदिका बहिनीले चाहिँ के गर्नुभयो भनेदेखि सबै मानिसहरुलाई ल्याएर एकै ठाउँमा मुस्दिनु भयो क्या। एकै ठाउँमा सम्पूर्णलाई एकै ठाउँमा ल्याएर मुस्दिनु। म पनि यो हुन्छ नि धामी झाँक्री भनेर 100 मा मैले विश्वास गर्ने भनेको 25% है। म 100 मा 100% विश्वास गर्ने 25% चाहिँ म विश्वास पनि गर्छु। यस्तो कुरामा पनि विश्वास गर्नुपर्छ किनभनेदेखि हाम्रो वंशहरुले मान्दै आउनु भएको हैन। हजुरहरुलाई पनि थाहा होला है। सबैलाई म गलत भन्दिन तर कतिपय मान्छे चाहिँ ढोंगी नै छैन है यसमा छैनन् भन्दिन हैन। कतिपय मान्छे छन् ठगेका छन्, कति एकैछिन मन्दिर गए माता उत्र्यो भनेका छन्, के भनेका छन् हैन। त्यस्तो चाहिँ हुँदैन। मन्दिर जाने बित्तिकै चाहिँ कसैलाई पनि माता आउँदैन है। त्यसको लागि हैन अब तप गरिन्छ, तपस्या गरिन्छ, के गरिन्छ हैन, त्यो आफ्नो ठाउँमा छ है। तर हुँदा हुँदै सबैलाई ल्याएर एक ठाउँ मुसेर चाहिँ सबै मान्छे गलत र म मात्रै सही भनेर जुन कुरा हजुरले भन्नुभयो नि वेदिका पनि त्यो एकदम गलत कुरा गर्नुभयो हैन। हुँदा हुँदै हजुरले राधिका दासीलाई शुद्ध पनि यो ढोंगी भनेर उहाँलाई आरोप लाउनु भयो हैन त हजुरले। अब हेर्नु है राधिका दासीले म माता हुँ, म भगवान हुँ भनेर अहिलेसम्म कहिले पनि आफूले भन्नुभएको छैन। त्यो कुरा जताउनु नै भएको छैन उहाँले है। उहाँलाई माता मानेको हामीले है उहाँले कति दुःख गरेर नि जब उहाँको श्रीमानले उहाँलाई छोड्नु भयो नि उहाँले कति दुःख गरेर यो ठाउँमा आउनु भएको क्या। यो ठाउँमा आउन उहाँले कति सङ्घर्ष गर्नुभयो, कति दुःख गर्नुभयो भन्नु त। यदि उहाँलाई कसैले मान्दैन थियो नि उहाँ अमेरिका पुग्नु हुन्थ्यो क्या पर्दवचन गर्नलाई। सारा संसारले मानेको माता त्यो हामीले नाम उपाधि दिएको उहाँलाई माता भनेर हैन। तपाईले हुँदा हुँदै राधिका दासीलाई शुद्ध पनि छोड्नु भएन। तपाई कुन धर्म मान्नुहुन्छ भन्नु त हजुरले पनि विष्णु भगवानले नि माने जस्तो लाग्छ मलाई हैन। हाम्रो हिन्दू धर्म त धेरै भगवान हुनुहुन्छ नि त। हामी सम्पूर्ण देवी देवतालाई पनि पूजा गर्छौं, सम्पूर्ण भगवान मान्छौं हैन। हामी मन्दिर जान्छौं, हामीले भगवानलाई देखा छ त छैन नि त। पूजा गर्न के हो त भन्दा त्यही ढुङ्गालाई गएर पूजा गर्छौं हैन। हामीले किन उहाँलाई हामीले भगवान मान्छौं, आस्था मान्छौं हैन। हाम्रो हिन्दू धर्मको आस्था भन्नु के भन्नु त देवी देवता है। हामी देवी देवतालाई मान्छौं नि हैन। शिवलाई मान्छौं, कृष्णलाई मान्छौं, विष्णुलाई मान्छौं, आराध्य देव पशुपतिनाथ हुनुहुन्छ हैन। उहाँहरु पनि सबै ढुङ्गै हो नि त। हामीले मानेको हो नि त भगवान भनेर हो। त्यस्तै गरेर राधिका दासीलाई पनि हामीले मानेको माता हो क्या। उहाँले कहिले पनि म माता हुँ, म भगवान हुँ, मेरो प्रवचन सुन्ने यति पैसाले उति पैसाले भनेर कहिले पनि भन्नुहुन्न र कसैलाई पनि जबरजस्ती तानेर ल्याउनु भएको छैन क्या प्रवचन सुन्नलाई। सो इच्छाले जाने हो क्या हैन। अनि हजुरले